क्लान घिसिङ घिसिङ लो लो दाजुभाइ 3 जना मात्रै छ घिसिङको 3 भाइ मात्रै छ पहिला जङ्गल फाडेकोमा छोडेकोमा गएर बसेपछि लोसे लो अनि लोसेमा गएर बसेर लो एक बार जसले जङ्गल फाडे छोड्छ छोड जङ्गल फाडेर फेरि जङ्गल भयो नि सानो जङ्गल हुन्छ त्यो त सानो जङ्गल त्यो जग्गालाई भन्छ मान्छेले लोसे अँ। अनि त्यहाँ गएर बसेकोले लो लो भएको घिसिङै लो हो नि घिसिङे लो एक भाइ चाहिँ त्यहाँ गएर बसेर लो भयो अँ। अनि ग्लान पनि घिसिङै हो ग्लान पनि घिसिङ हो ग्लान पनि त्यस्तै जग्गामा कहाँ गएर बसेर ग्लान भयो स्याङ्बो चाहिँ बथाङ च्यालाङथानमा बस्यो अनि स्याङ स्याङ भन्ने जग्गामा बस्यो अनि स्याङ स्याङ भयो चेलाङथाङ भोताङथाङ्गे चाहिँ भथाङ च्यालाङथान भन्ने जग्गा छ त्यो जग्गामा स्याङ नदी छ अनि स्याङ भएको हाम्रो चाहिँ सिर्फ एउटै उ थियो नि के एउटै सँगै ब्लोन ब्लोन एउटा ब्लोन नै स्याङ भयो स्याङ नै ब्लोन कसरी त्यो छुट्यो गएको दाजु चाहिँ ब्लोन र भाइ चाहिँ स्याङ भयो हो त्यसरी बसेर आफूसँग बसेर सुतेर गएर बसेर बुझे नि त्यस्तो अब समझमा आयो त्यस्तो सिक्नुपर्छ अनि भुरुङ्गेली मक्तन अन्धाराबुङ्गे मक्तन मारखानी मक्तन के अरे के भन्छ भुजेली मक्तन त्यस्तो मक्तन पनि भुजेली भन्ने जग्गामा गएर बस्यो भुजेली मक्तन भयो मारखानीमा गएर बस्यो मारखानी मक्तन भयो अन्धारामुङ्गे भन्ने जग्गामा गएर बस्यो अन्धारामुङ्गे मक्तन भयो त्यस्तो पावामा गएर बस्यो पावाली भयो पावाली मक्तन त्यस्तो जग्गाको नाम जग्गाको नामले बसेको नि मान्छेको नाम छैन म जग्गाको नाम राखेको मान्छेले त्यही भएर कुनै कुनैले सँगै मिच्यो भने यति उते गर्दैन नि कुनै कुनैले जस्तो अस्ति के भन्छ सँगै मिचेको थियो नि त ऊ त्यसमा के भन्थ्यो सिलगढीमा अनि त्यसमा समाजले आएर भने सुरुवातमा सृष्टि भन्दा 2 जनै मान्छे मात्रै थियो एउटा केटा सँगै मिच्दा केही हुन्न भने फर्स्टमा त एउटा केटा थियो एउटा केटी मात्रै सृष्टि सुरु हुँदा यसले सँगै त पछि मान्छेले बनाउँदै गएको मान्छेले बनाउँछ त्यो अनि के त्यस्तो मान्दैन भने ठुलो बे गरिदियो त केटी एउटा केटा एउटा बनाएछ भगवान्ले अनि एउटा केटी भयो एउटा केटा भयो त्यसको बच्चाहरू सबैजना पृथ्वी फैले एउटै भन्छ एउटै त्यो भनेर लेखेको छ उसमा बडा बडा वेदहरू को थियो भन्दा यस्तो यस्तो थियो पहिला बाजे डम्फु गीतमा पनि आउँछ डम्फु डम्बरे जान्नेले पनि भन्छ जान्ने लामाले पनि भन्छ लेखेको चाहिँ त्यति भन्छ सुहागेलाई के पनि भन्छ पछि बनाउँदै गएको भात नखा कसैले भन्दैन हामी भात नखाइरहेको बाहुन छेत्री अफसोस गरेको भात नखा चाहिँ अफसोस गरेको भात नखा भनेको कसैले भन्दैन राम मरे भात खानु हुँदैन तर बाबु मरे भात खानु हुँदैन अनि बुद्धिस्टले त खाइहाल्छ टक्क मासु पनि खाइदिन्छ